मान्यज्यू हर्क साम्पाङज्यू लिडर इन्टरनेसनल ऊ पनि भनेर भनेको छ, भालु पनि भनेको छ। आज म च्यालेन्ज दिन्छु, म तपाईहरुलाई म अहिले लाने भने हजारौं जनालाई म जेल लान सक्छु। सम्माननीय सभामुख महोदय, पूर्व वक्ता माननीयज्यूले मेरो नामै उच्चारण गरेर रोस्टमबाट के भन्न खोज्नु भएको हो, तपाईको सेना के भन्नुभयो। म तपाई जस्तै एउटा सांसद हुँ, मेरो कुनै सेना फेना केही पनि छैन है। म तपाई जस्तै पब्लिकको आवाज उठाउने एकजना व्यक्ति हुँ। अब कसले कुन पब्लिकले के भन्छ, कता के भन्छ भन्ने कुराको ग्यारेन्टी म लिन सक्दिनँ। पब्लिकसँग जुझ्ने हाम्रो काम होइन, पब्लिकको आवाज बुलन्द गर्ने, आवाज उठाउने त्यो काम चाहिँ हाम्रो छैन, कर्तव्य जस्तो लाग्छ मलाई। र त्यो खालको शब्द आगामी दिनहरूमा कोही कसैले पनि, हामी यहाँ मुद्दा वाइज तरिकाले कुरा उठाइरहेका हुन्छौँ, कोही कसैलाई हामीले दोष्न पाउँदैनौँ, दोष हुँदैन कसैको नाम उच्चारण गरेर। श्रम संस्कृति पार्टीका अध्यक्षको उत्तर कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक पनि